अहिले हुन गइरहेको उपचुनावको पोलिटिकल कोरियोग्राफी हेर्ने हो भने यो उपचुनाव नभएर एउटा महाचुनावको रूपमा परिणत हुन गएको छ। सायद यसको कारण होला कि दिग्गज नेताहरू, चर्चित नेताहरू चुनावी मैदानमा छन्। तर त्यतातिर नजाउँ। यो बीचमा मेरो ध्यान भने खास गरेर जनमत पार्टीले उठाइरहेको र उपेन्द्र यादवमाथि आरोप लगाउँदै आइरहेको गौर हत्याकाण्डले चाहिँ ध्यान आकर्षण गरायो। म स्वयं पनि गौरसँग नजिक रहेको र त्यहीबाट मेरो एसएलसीसम्मको अध्ययन भएकोले पनि त्यहाँको जियोग्राफिकल नोहाउ मलाई कम्पेरेटिभली राम्ररी थाहा छ। त्यति मात्र होइन, भर्खरै एसएलसी दिएकोले 2063 सालमा घटेको त्यो घटना मलाई राम्ररी नै याद छ। त्यसैले मैले सोचेँ गौर हत्याकाण्ड एकचोटि डिकोड गरौँ र यसको बारेमा धेरै भ्रमहरू छ, तर भ्रमहरूलाई चिर्ने प्रयास गरौँ। के रहेछ त? गौर हत्याकाण्डमा 28 जना माओवादी कार्यकर्ताहरूको हत्या भएको थियो, विभत्स हत्या गरिएको थियो। 27 जना इनफ्याक्ट माओवादीका थिए भने 1 जनाको बडी अनआइडेन्टिफाइड रह्यो। के हो त यसको सत्य? यो जान्नको लागि आरोपित उपेन्द्र यादवको माओवादी कनेक्सन हामीले बुझ्नुपर्छ। राजनीतिक रूपमा नेकपा एमालेमा आबद्ध भई 2054 सालमा चुनाव लडेर पराजित भएपछि पुनः अध्यापनमा फर्केका उपेन्द्र यादवको माओवादी कनेक्सन भने 2057 सालमा जब मातृका यादवले उनलाई माओवादीसँग जोड्ने प्रयास गर्छन् त्यति बेला हुन्छ। त्यो हुनुको पनि कारण हुन्छ। मधेसमा एउटा घोइत समूह जुन मधेसको अधिकारको लागि सक्रिय रहेको हुन्छ, तिनीहरूसँग माओवादीलाई एक खालको थ्रेट हुन्छ। माओवादीको जुन मधेसी मुक्ति मोर्चा हुन्छ त्यसको एक खालको टसल अलरेडी उनीहरूसँग घोइत समूहसँग भइरहेको हुन्छ। माओवादीमा आबद्ध भइसकेपछि उपेन्द्र यादवलाई मधेसी मुक्ति मोर्चाको अध्यक्ष बन्ने आकांक्षा जागेर आउँछ, जुन स्वाभाविक पनि थियो। त्यति बेला थोर बहुत वामपन्थी राजनीतिमा योगदान दिइसकेका र मधेसको समाज बुझिसकेपछि तिनले मधेसी मुक्ति मोर्चा मार्फत मधेसलाई पनि मुक्ति दिन सकिन्छ, अधिकार दिलाउन सकिन्छ र माओवादीले जारी राखेको आन्दोलन र त्यसको उपलब्धिहरूमा मधेसलाई पनि समावेश गराउन सकिन्छ भन्ने उनको ध्येय थियो। तर 2059 सालमा सर्लाही र महोत्तरीमा गरी मधेसी मुक्ति मोर्चाको बैठक बस्छ। उनको अपेक्षा बमोजिम उपेन्द्र यादवलाई मधेसी मुक्ति मोर्चाको अध्यक्ष बनाइदैन। त्यसबाट उनी रुष्ट हुन्छन् र अध्यक्ष नबनाउँदा पनि उपेन्द्र यादवको नाम भने माओवादीको सूचीमा माओवादीले सार्वजनिक गरिदिइसक्छ, जसले गर्दा एक खालको सुरक्षा थ्रेट भने उनलाई बढेर जान्छ। त्यसबाट बच्न उनी दिल्ली जान्छन्। उपेन्द्र यादव, मातृका यादव र उहाँसँगै माओवादीको एकजना अर्को समथिङ मगर भन्ने। संयोगवश जब यिनीहरू दिल्ली पुग्छन्, तीनैजनालाई दिल्ली पुलिसले समात्छ, हिरासतमा लिन्छ र उपेन्द्र यादवलाई दिल्ली पुलिसकै कस्टडीमा राखिरहँदा मातृका यादव र उनको सहकर्मी, माओवादी सहकर्मी समथिङ मगरलाई चाहिँ नेपाल पठाइदिन्छन्। अब त्यति बेला माओवादीमा एक खालको माहौल बिग्रिन्छ र उनीहरूले उपेन्द्र यादवलाई नै यसको दोषी मान्छन्। उनीहरूलाई लाग्छ, उनीहरूले एउटा भ्रम फैलाइदिन्छन् कि उपेन्द्रले नै मातृका यादव र उनको सहकर्मीलाई समात्न लगाएको हो भनेर। संयोगवश त्यसको केही दिनपछि त्यति बेलादेखि उपेन्द्र यादव र माओवादी बीच एक खालको दूरी बढ्ने क्रम सुरु भइसकेको हुन्छ। रामराजा प्रसाद सिंहले भने उपेन्द्र यादवलाई दिल्ली प्रहरीको हिरासतबाट छुटाउँछन् र उनी नेपाल फर्किन्छन्। इनफ्याक्ट नेपाल फर्किनुभन्दा अगाडि उनी माओवादीको सम्पर्क
स्थापित गर्ने एकजना व्यक्ति छवि सुवेदीलाई भेट्छन् र भन्छन् मलाई हेडक्वार्टरसँग सम्पर्क गराइदेऊ। छवि सुवेदीले सम्पर्क पनि गर्छन्, तर हेडक्वार्टरले भन्छ म भेट्न सक्दिनँ अथवा हामी भेट्न सक्दैनौँ, अमुक व्यक्तिलाई नेपाल फर्काइदेऊ। उपेन्द्र यादव नेपाल त फर्किन्छन्, तर माओवादीको सम्पर्कमा भने त्यसपछि जाँदैनन्। माओवादी र उपेन्द्र यादवको टसल एक किसिमले अगाडि बढिसकेको हुन्छ। त्यसपछि जब अन्तरिम संविधान जारी हुन्छ, मधेसी जनाधिकार फोरमको नेतृत्व गर्दै गर्दा उपेन्द्र यादव र उनको समूहले त्यति बेला अन्तरिम संविधानमा आगो बाल्छ माइती घरमा र हिरासतमा लिइन्छ। उनीहरूमाथि सार्वजनिक अपराधको मुद्दा चलाइन्छ। हामीले यहाँ बिर्सिनु नहुने कुरा के हो भने त्यति बेला मधेसी जनाधिकार फोरमसँग साथ दिने, हात मिलाउने पार्टी भनेको राप्रपा पनि थियो। जब उनीहरू हिरासतमा जान्छन्, मधेसमा त्यो आन्दोलन झनै चर्को भएर जान्छ। थ्रुआउट मधेस आन्दोलन जब चर्किन थाल्छ, लाहानमा माओवादी नेताकै पिए या उनीहरूकै समूहबाट, राम कार्की यिनीहरूको समूहबाट चलाएको गोलीबाट रमेश महतोको मृत्यु हुन्छ। अगेन पोइन्ट टु बी नोटेड, माओवादी। यसरी मधेसी जनाधिकार फोरमको आन्दोलन अघि बढ्ने क्रममा माओवादीले चलाएको गोलीबाट एकजना मधेसी युवकको मृत्यु हुन्छ, हत्या हुन्छ। त्यही रौतहटको गौरमा जब माओवादीहरूले मधेसी जनाधिकार फोरमको कार्यकर्ताहरूमाथि आक्रमण गर्छ, त्यति बेला पूर्व मेयर समेत घाइते भएका हुन्छन्। माओवादी मधेसी मुक्ति मोर्चाको रूपमा मधेसमा रहेका विभिन्न व्यक्तिहरू जसलाई जो अलिकति समाजमा गनिएका थिए, मानिएका थिए, व्यावसायिक घरानाका थिए, धनी माने थिए, तिनीहरूलाई सामन्तवादी भनेर कालो मुसो दल्दै आएको थियो। त्यसले गर्दा उनीहरू माओवादीप्रति अलरेडी नै रुष्ट थियो। एकतिर उनीहरू रुष्ट थियो भने अर्कोतिर मधेसी मुक्ति मोर्चाको रूपमा सक्रिय माओवादीलाई मधेसी जनाधिकार फोरमबाट एक खालको थ्रेट महसुस हुन थालिसकेको हुन्छ कि यदि यिनीहरू बढ्दै गयो भने, पावरफुल हुँदै गयो भने मधेसी मुक्ति मोर्चाको अस्तित्व सङ्कटमा पर्छ, मधेसी जनाधिकार फोरम शक्तिशाली भइदिन्छ। यसमा एउटा बिर्सिन नहुने पोइन्ट अर्को पनि छ कि यदि मधेसमा चुकी उपेन्द्र यादव वामपन्थी धारका थिए र यो क्रान्ति पनि कुनै डेमोक्रेटिक धारमा भइरहेको थिएन, थुप्रै नेता संलग्न नेताहरू थिए जो माओवादी या एमाले पृष्ठभूमिबाट आएका थिए। एमालेलाई पनि मनमा डर थियो कि यदि यो अगाडि बढ्दै गयो भने, यो दुईटै अगाडि बढ्दै गयो भने मधेसमा हाम्रो अस्तित्व सङ्कटमा पर्न सक्छ। पोइन्ट टु बी नोटेड। यसरी धेरै ठाउँमा माओवादीको भातृ सङ्गठन मधेसी मुक्ति मोर्चा र मधेसी जनाधिकार फोरमको कार्यकर्ताहरू बीच झडप भइसकेपछि एक खालको क्लियर डिस्टेन्स बनिसकेको हुन्छ। माओवादी र खास गरेर उपेन्द्र यादव बीच एक किसिमको ठुलो दूरी बनिसकेको हुन्छ, मनमुटाव बढिसकेको हुन्छ, एक अर्काको जानी दुश्मनको रूपमा छन् भनेर पब्लिकले लिन थालिसकेको हुन्छ। र त्यसै बीच रौतहटमा आम सभा आयोजना गर्ने प्लान बनाउँछ मधेसी जनाधिकार फोरमले। ह्युमन राइट कमिसनको रिपोर्ट यदि हामीले हेर्ने हो भने मधेसी जनाधिकार फोरमले एक साता अगाडि नै त्यो प्रोग्राम आयोजना गर्ने घोषणा गरिसकेको हुन्छ र त्यसको प्रचार पनि गरिरहेको हुन्छ माइकिङ गरेर। त्यति मात्रै होइन, प्रशासनलाई समेत उनीहरूले जानकारी गराइसकेको हुन्छ कि गौरको राइस मिलमा हामी यो दिन यो आमसभा गर्दैछौँ भनेर। त्यति बेलासम्म सब ठिक हुन्छ, तर कार्यक्रम हुनुभन्दा दुई दिन अगाडिदेखि रौतहटको विभिन्न धर्मशालाहरू जति पनि गेस्ट हाउसहरू हुन्छ ती सबै एक एक गरेर भरिन थाल्छ। त्यहाँ आउन थाल्छ मान्छे,
मकवानपुर, सिन्धुली, बारा, पर्सा लगायतका विभिन्न जिल्लाहरूबाट मानिसहरू आउन थाल्छ विभिन्न भेषमा। प्रशासनलाई समेत यो कुराको जानकारी हुन्छ र 2 दिन अगाडि जब माओवादीले पनि आफ्नो कार्यक्रम सेम ठाउँमा सेम मितिमा गर्ने घोषणा गर्छ, सबैले थाहा पाइसक्छ कि यो दिन केही न केही त हुनेवाला छ। लगभग सबैले अनुमान गरिसकेको हुन्छ। रौतहट उद्योग वाणिज्य सङ्घको नेतृत्वमा यो कार्यक्रम एकै दिन एकै ठाउँमा नगरियोस् भनेर सिडिओलाई राखेर बकाइदा मिटिङ पनि आयोजना गरिन्छ। तर गेस वाट, माओवादीको नेता त्यहाँ त्यो मिटिङमा उपस्थित हुँदैनन्। मतलब उसको नियतमा कहीँ न कहीँ खोट छ भन्ने एउटा प्रश्न यहाँबाट आउँछ। खैर, जुन दिन कार्यक्रम आयोजना हुन्छ त्यो दिन कार्यक्रमको माहौल सब ठिकठाक भइरहेको हुन्छ। मधेसी जनाधिकार फोरमको कार्यकर्ताहरूले त स्टेज बनाइरहेको हुन्छन् भने माओवादीको कार्यकर्ताहरूले पनि आफ्नो स्टेज तयारी गरिरहेका हुन्छन्। उनीहरू सहर परिक्रमा गरेर आउने तयारी गरिरहेका हुन्छन्। ठीक मधेसी जनाधिकार फोरमको कार्यक्रम सुरु हुनुभन्दा अगाडि 10-12 जनाको समूहले माओवादीको स्टेजमाथि आक्रमण गरिदिन्छ र जब ती 10-12 जनाले माओवादीको स्टेजमाथि आक्रमण गर्छ, मानवाधिकार आयोगको रिपोर्ट भन्छ त्यति बेला फोरमको स्टेजबाट कुनै पनि हो हल्ला नगर्न, शान्ति बनाइराख्न एउटा रिक्वेस्ट गरिन्छ। तर त्यसलाई कसैले सुनवाई गर्दैन र हेर्दा हेर्दै यो एउटा द्वन्द्व मैदान भइदिन्छ, एउटा हिंस्रक रूप लिन्छ भिड र 28 जनाको हत्या हुन्छ। अब यहाँसम्मको स्टोरी हेर्दाखेरि चूँकि माओवादी र मधेसी जनाधिकार फोरम खास गरेर उपेन्द्र यादव एउटा दुश्मनको रूपमा देखिन्छन् र एउटा क्लियर आरोप लगाउन सकिन्छ कि यसमा उपेन्द्र यादवको हात हुन सक्छ भनेर। तर यो घटनालाई या त्यति बेलाको माओवादीको र त्यति बेलाको पोलिटिकल कोरियोग्राफीलाई डिकोड गर्ने हो भने त्यहाँ 4 जना अर्को पनि दुश्मन हुन्छ माओवादीको। लेट्स से दुश्मन और एन्टी वाट एभर। त्यसमा पहिलो जुन भिडियोको सुरुमा मैले भनेको थिएँ गोइत समूह, दोस्रो केही व्यक्तिहरू थिए, केही लडाकुहरू थिए जो माओवादीबाट कारबाहीमा परेर निकालिएका थिए या उनीहरू हेपिएर त्यहाँबाट आफै निस्केर भागेका थिए र त्यस्ता व्यक्तिहरू मधेसमा कोब्रा समूह, समथिङ टाइगर समूह, भाइरस लगायत कतिपय नाउँमा 108 वटा त्यस्तो समूहहरू मधेसको जिल्लाहरूमा सक्रिय थियो त्यति बेला, जो माओवादीको एन्टी थियो, कहीँ न कहीँ माओवादीबाट भिक्टिम भएको थियो। तेस्रो नेकपा एमाले। जसरी यो वामपन्थी धारको एउटा माओवादी र मधेसी जनाधिकार फोरमको प्रभाव बढ्दै गइरहेको थियो, नेकपा एमाले त्यति बेला सशङ्कित थियो कि मेरो यहाँको जुन सिट छ त्यो कम्प्रोमाइज हुन सक्छ र रौतहटको गौर त्यति बेला माधव नेपाल नेकपा एमालेको नेता हुनुहुन्थ्यो, उहाँको गढ त्यो सङ्कटमा पर्नु माधव नेपालको लागि ठुलो लस थियो। आखिर भए पनि तिनी चपुरतिर गएर पराजित पनि भएका थिए। त्यहाँ एउटा चौथो समूह पनि थियो जसले माओवादीको हार वेट गरिरहेको थियो, जो माओवादीको आतंकबाट प्रताडित थियो, जो चाहन्थ्यो कि माओवादीलाई कसै न कसैले तह लगाओस् या चाहन्थ्यो कि यो दुईटै समूह आपसमा लडोस्। किनकि सरकारमा हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला, नेपाली कांग्रेस। यसलाई एक एक गरेर डिकोड गरौँ। गोइत समूहले पक्कै पनि माओवादीलाई राम्रो गर्न खोजेको थिएन या हराउन खोज्दै थियो।
या त्यो दिनको अवसर पारेर यही हो मौका यिनीहरूलाई तह लगाउने भनेर त्यो अवसरलाई क्यास गर्न खोजेको हुनसक्छ। 2, जो माओवादीबाट लखेटिएका थिए तिनीहरू बिस्तारै मधेसी जनाधिकार फोरमतिर आकर्षित हुँदै थिए। अर्थात् उनीहरूलाई लाग्यो यदि यहाँ फोरम पराजित भयो भने माओवादी हामीहरूमाथि पनि हावी हुन सक्छ, त्यसैले बरु हामीले इन्टरभेन गरौँ र माओवादीलाई तह लगाइदिउँ। तेस्रो, एमालेले आफ्नो लस नहोस् भनेर बरु यिनीहरूलाई यहीँ लडाइदियो भने माओवादीको हस्तक्षेप अगाडि बढ्ने छैन मधेसमा र आफ्नो साख, आफ्नो शक्ति, आफ्नो भोट इत्यादि सुरक्षित रहन सक्छ भन्ने सोचेर उनीहरूले घुसपैठ गरेको हुनसक्छ। र 4, र सबभन्दा महत्त्वपूर्ण कुरा, सहरको या जिल्लाको ल एन्ड अर्डर मेन्टेन गर्ने काम थियो सिडिओको, एसपीको, सुरक्षा निकायहरूको। त्यो दिन रौतहटमा 774 जना पुलिस उपस्थित थियो। 148 जना नेपाल पुलिस र 168 जना आर्म्ड पुलिस फोर्स त्यो दिन रौतहटको गौरमा थियो। जति पनि सरकारी कार्यालयहरू थिए तिनीहरू सबैको सुरक्षामा सेना पनि खटिएको थियो। सामान्यतया कुनै घटना घट्यो भने हामी त्यहाँ विद्यार्थी हुँदा देख्थ्यौँ माओवादीको बन्द होस् या कुनै पनि त्यस्तो कुनै राजनीतिक गतिविधिहरू भइरहेको छ भने सहरभरि नै पुलिस, आर्म पुलिस फोर्स र सेना परिचालन गरिएको हुन्थ्यो। तर त्यो दिन किन गरिएन? के त्यो दिन प्रशासन पनि चाहिरहेको थियो कि यहाँ झडप होस्? तपाईँ कल्पना गर्नुहोस्, गौर राइस मिल भन्दा 50 मिटर, आई रिपिट 50 मिटरको दूरीमा रहेको नगरपालिकामा जम्मा 14 जना पुलिसलाई लाठी लिएर खटाइएको थियो। जबकि सूचना थियो, इन्टेलले भनिसकेको थियो कि यहाँ झडप हुन सक्छ। उनीहरूको व्यवहारले देखाइरहेको थियो कि माओवादी र मधेसी जनाधिकार फोरम यदि एक ठाउँमा आयो भने यहाँ झडप हुने सम्भावना बढी छ, प्रबल छ। तर त्यो दिन पुलिस प्रशासन किन एक्टिभ भएन? तपाईँ झन्डै 200 मिटर गौर राइस मिलबाट 150 देखि 200 मिटरको दूरीमा जिल्ला अदालत छ, जसको सेक्युरिटी आर्मीले दिइरहेको थियो। त्यहाँबाट झन्डै 250 देखि 300 पनि नहोला, या त्यही हाराहारीमा विद्युत प्राधिकरण थियो, जसको सुरक्षा आर्मीले दिइरहेको थियो। त्यहाँबाट 400, 450, 500 मिटरको दूरीमा एसपी अफिस थियो। त्यहाँबाट झन्डै 1-1.5 किलोमिटरको दूरीमा आर्म्ड पुलिसको क्याम्प थियो। त्यहाँबाट मुस्किलले 1 किलोमिटरको दूरीमा बोर्डर भन्सार थियो, जहाँ पुलिसहरू जति बेला पनि तैनात हुन्थे। त्यहाँबाट झन्डै 70 to 80 मिटरको दूरीमा नेपाल ब्याङ्क थियो, वाणिज्य ब्याङ्क थियो, जसको सुरक्षामा पुलिस र आर्मी खटिएको हुन्थ्यो। तर 2 घण्टासम्म यति हिंसक गतिविधिहरू भइराख्दाखेरि प्रशासन कहाँ थियो? यो प्रश्नको उत्तर अहिलेसम्म कसैले पनि दिन सकेको छैन। यदि प्रशासनले चाहेको भए त्यो दिन मान्छे प्रहरी घटाएको भए त्यहाँ हुन सक्छ 1 जनाको पनि हत्या हुन्थेन, झडप हुन सक्थ्यो, तर 1 जनाको पनि हत्यालाई रोक्न सकिन्थ्यो। कसैले पनि उचित प्रयास नगरेको देखिन्छ। अब हामी इमेजिन गरौँ, अघिको मैले भनेको 4 जो मधेसी जनाधिकार फोरमका अलावा जो 4 जना थिए, तिनीहरूलाई यो घटनाबाट फाइदा थियो र धेरैले आरोप लगाउने गर्छन् कि यो मधेसी जनाधिकार फोरमको कार्यकर्ताहरूले मारेको हो भनेर। अब फेरि यो पोइन्टलाई पनि डिकोड गरौँ कि त्यति बेला सबभन्दा वेल ट्रेन्ड कार्यकर्ता कसको थियो? माओवादीको। मकवानपुर, सिन्धुली, बारादेखि लिएर विभिन्न जिल्लाहरूबाट ट्रेन्ड कार्यकर्ताहरू मगाएको कसले थियो?
माओवादीले। मानवाधिकार आयोगको रिपोर्टले भन्छ सबभन्दा पहिलो फायरिङ कसले गर्यो? माओवादीले। जुन अट्याक भएको थियो त्यो अट्याक भन्दा अगाडि फायरिङ गरेको मानवाधिकार आयोगको रिपोर्टले भनिरहेको छ। र मधेसी जनाधिकार फोरमको कार्यकर्ताहरू त अलमोस्ट गाउँले थिए, उनीहरू ट्रेन्ड छँदै थिएन। र यदि मधेसी जनाधिकार फोरमको कार्यकर्ताहरूले अट्याक गरेको भए पनि एटलिस्ट एकजना त यार माओवादीको मिलिटेन्टहरू यति त सक्षम थियो कि कमसेकम एकजनालाई मारिदिन्थ्यो। जतिसुकै भिड भए पनि उनीहरू त्यति त ट्रेन्ड थिए कि कमसेकम एकजनालाई अस्पतालमा पुर्याउने गरी त कमसेकम घाइते बनाइदिन्थ्यो। तर किन यस्तो कि 27 का 27 जना माओवादीका मात्रै मरे, अरू कसैलाई केही भएन? हाउ कम? कुनै पनि झडपमा यो पोसिबल हुनै सक्दैन कि यसरी नै टार्गेट गरिएको थियो कि जानी खोजी माओवादीको लडाकाहरूलाई मात्रै मार्ने। तर त्यो पनि भाटाले अथवा कुनै चिजले, कुनै आम मानिसले, तपाईँ हामी जस्तो आम मान्छेलाई कसैलाई मार्न लगाइदियो भने, गाउँको मान्छेलाई कसैलाई मार भनेर भन्थ्यो भने आई डोन्ट थिङ्क उसले बन्दुक नै भए पनि हतपत मार्न सक्छ होला। सो उनीहरूलाई मार्ने व्यक्तिहरू पक्कै पनि वेल ट्रेन्ड थिए, जसले हेरी खोजी र यसरी मार्यो कि पिटेर मार्न सकियोस्। नेपालको कतिपय मिडियामा आएको छ कि त्यहाँ AK-47, 303 कति बन्दुकहरूको नाम यिनीहरूले लेखेको छ, तर त्यो सब बकवास हो। किनकि 27 जनामा एकजनालाई मात्रै गोली लागेको थियो र पोस्टमार्टम रिपोर्टले भन्छ कि उसको कज अफ डेथ गोली थिएन। त्यति मात्रै होइन, गौरमा 4 जनाको पोस्टमार्टम कम्प्लिट नै थिएन, उनीहरूको त लुगा समेत फुकालिएको थिएन। त्यसलाई मेडिकलमा या इन्भेस्टिगेसनको उसमा अथेन्टिक मान्ने चलन छैन। मानवाधिकार आयोगले पोस्टमार्टम रिपोर्ट इभन IOM देखि गौरबाट 2 ठाउँमा पोस्टमार्टम भएको थियो, गौर हस्पिटलमा र IOMमा। 7 चोटि माग्दा पनि अहिलेसम्म पुलिसले उनीहरूलाई पोस्टमार्टम रिपोर्ट दिएको छैन। र यो सब हुँदाहुँदै, यो सब भइसकेपछि यदि माओवादी र फोरम नै लडेको भए, पहिलो संविधान सभाको चुनावपछि दुवै पार्टी एउटै सरकारमा जान्छ। यसले कहीँ न कहीँ त डाउट क्रिएट गर्छ कि मधेसी जनाधिकार फोरम या उसको सुप्रिमो उपेन्द्र यादवको हात छैन यसमा। र यदि छ भने शङ्काको रूपमा मात्रै हेर्ने हो भने त स्वयं त्यति बेलाको सरकार पनि शङ्काको घेरामा आउँछ नि, हैन र? अत यसको इन्भेस्टिगेसन नगरिकन, यसको प्रोपर अनुसन्धान नगरिकन कसैले कसैलाई आरोप लगाउँदैछ भने त्यो पनि एउटा ठुलो अपराध हो। हामीले बुझ्नुपर्ने कुरा के हो भने एउटा कन्स्पिरेसी थ्योरी आफ्नो ठाउँमा छ। मैले को दोषी हो भन्न खोजेको होइन, को निर्दोष हो त्यो पनि भन्न खोजेको होइन। मैले यो सबै घटनालाई मिडियामा आएको, मानवाधिकार आयोगले जारी गरेको र त्यहाँको स्थानीयहरू, म स्वयं पनि त्यहाँको स्थानीय भएको हुनाले त्यहाँको त्यति बेलाको बुझ्नेहरूसँग संवाद गरेर असलमा यो घटनामा के भएको थियो भनेर मैले जस्ट डिकोड गरेर यहाँहरू समक्ष प्रस्तुत गर्न खोजेको थिएँ। घटना यसको अन्त्यमा एउटा अर्को कुरा, धेरैले भन्ने गर्छ कि त्यहाँ जति पनि माओवादीको कार्यकर्ताहरू थियो, महिला कार्यकर्ताहरू थियो, तिनीहरूको ब्रुटली रेप गरिएको थियो। तर मानवाधिकार आयोगको रिपोर्ट भन्छ र जुन जति त्यो महिलाहरूको पोस्टमार्टम रिपोर्ट मानवाधिकार आयोगलाई प्राप्त भयो त्यसमा कुनै पनि एक्सटर्नल साइन देखिँदैन कि उनीहरूको रेप गरिएको थियो। अक्सर यो विषयलाई लिएर त्यति बेला कान्तिपुरमा प्रकाशित भएको समाचारले रिफरेन्स बनाउने गरिन्छ। अतः म रिक्वेस्ट गर्न चाहन्छु कि यदि तपाईँ कान्तिपुरको समाचारलाई
मात्रै विश्वास गरेर त्यसैले आधार मानेर निर्णयमा पुग्नुहुन्छ भने नपुग्नुहोस्, किनकि रवि लामिछानेको केसमा कान्तिपुरको करतुत बाहिर आइसकेको छ र कसरी सत्तालाई फेभर गर्ने गरी, कसरी अमुक पार्टीलाई फेभर गर्ने गरी, कसरी आफूलाई फेभर हुने गरी, कसरी एउटा शक्ति समूहलाई फेभर हुने गरी यिनीहरू न्युज मार्फत कन्स्पिरेसी क्रिएट गर्छ, त्यो हामी सबैले देखिसकेका छौँ। त्यसैले फ्याक्टलाई हेरेर, बुझेर, एनालाइसिस गरेर अनि मात्रै निष्कर्षमा पुगौँ। मलाई लाग्छ यदि यो घटनालाई बेला बेलामा जसरी आउने गर्छ कि उपेन्द्र यादवलाई थुन्नुपर्छ, थुनोस् हैन, तर यदि थुन्ने हो भने यो सबै निकायहरूलाई पनि समेटेर अनि अनुसन्धान गरोस्, त्यसपछि निष्कर्षमा जो दोषी देखिन्छ उलाई थुनोस्, न कि कुनै एउटा व्यक्तिलाई, न कि कुनै एउटा राइज भएको पोलिटिकल पार्टीको लिडरकै नाताले कसैलाई थुन्नु न्याय नहोला जस्तो मलाई लाग्छ। यहाँहरूलाई के लाग्छ? यो सबै पोइन्ट डिकोड गरिसकेपछि को दोषी होला जस्तो लाग्छ? कमेन्टमा लेख्न नबिर्सिनु होला। थ्याङ्क यू सो मच।